सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग। हजुरहरूलाई स्वागत छ मेरो अर्को नयाँ भ्लगमा। आज चाहिँ म रातिको 8:30 बजेदेखि भ्लग सुरु गर्दैछु। आज चाहिँ हामी जाँदैछौँ यस एक्ज्याक्टली। आज चाहिँ हामी फिल्म हेर्न जाँदैछौँ। कहाँ जाँदैछु चाहिँ जिज्ञासाले भन्छ। हामी चाहिँ आज फिल्म हेर्न इटली जाँदैछौँ। जिज्ञासाको चाहिँ यो लुक्समा जाँदा जिज्ञासा चाहिँ सिरा निस्किसक्यो ल टाई हो रे मजा खै। गाइज अहिले चाहिँ सुनसान रात भइसक्यो। अहिले चाहिँ बेलुकाको 8:10 हुन लागिसक्यो। हामी चाहिँ निस्किरहेछौँ अहिले बाटोतिर है। जिज्ञासा केही भन्न चाहन्छौ? यता हेर भन। मान्छे यस्तरी बाटो काटिराख्नु भएको छ होइन। यता हेर न के भन त। मास्क लाग्यो। जिज्ञासाले चाहिँ मास्क र टोपी लाएर आइसकेको छ किनभने उसलाई चिसो लाग्छ नि त, त्यही भएर होइन मास्क र टोपी लाएर आइरहेको छ। हामी चाहिँ अहिले गइरहेको छौँ है त। सो म चाहिँ अहिले स्कुटी पार्किङ गरेर माथि आइसकेको छु। अहिले चाहिँ हामी आइसक्यौँ सेन्ट्रल। कहाँ आइपुग्यौँ? सो गाइज अहिले चाहिँ हामी सेन्ट्रल प्लाजा आएको छौँ फिल्म हेर्नको लागि होइन। हाम्रो चाहिँ सो छ राति 9 बजेको है। 9 बजेको सो छ हाम्रो चाहिँ अहिले होइन। अनि हामी चाहिँ फुटबलर एन्जिलाको फिल्म हेर्न आएको छौँ। एन्जिला भन्ने मुभी है। तपाईँहरू चाहिँ अब तपाईँ के भन्न चाहनुहुन्छ? म चाहिँ के भन्न चाहदिनँ। हजुर त्यो सिँढीबाट जान्छु। अहिले चाहिँ हामी इटरीको चोकमा छौँ। हिँड्नुहोस् तपाईँ पछाडि। अहिले चाहिँ जिज्ञासाले भिडियो खिच्दैछ। हामी चाहिँ अहिले स्न्याकर्स किन्न जाँदैछौँ। तिमी के खाने भन त? हजुर के रे के खाने? के खाने रे? म पनि तपाईँले खाएको नै खाने क्या। म केही नखाने। म केही नखाने। तिमी के खाने? स्न्याकर्स हाँ के 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 हो स्न्याकर्स भनेको? मैले त्यस्तो के भनेको के स्न्याकर्स भनेकै मलाई थाहा छैन। स्न्याकर्स भनेकै के हो मलाई थाहा छैन। कसरी थाहा हुन्छ? अब चाहिँ म कोक च्यालेन्ज गर्न गइरहेको छु। कोक चाहिँ यहाँ छ सानो बोतलको। यसलाई चाहिँ म हातले नछुई मुखले खान्छु है त। अब चाहिँ हामी जाँदैछौँ माथि है त। 5 तला यहाँ छ। ल अब हामी चाहिँ जाँदैछौँ माथि। जिको कस्तो लाग्दैछ? ल हामी चाहिँ अब 5 तला माथि जाँदैछौँ। जिकोलाई कस्तो लाग्दैछ त? हामी जाँदा चाहिँ 3 4 हामी त यहाँ आइसक्यौँ अब। ल निस्क्यो हामी आइसक्यौँ। ल हामी चाहिँ यो मुभी हेर्न आएछौँ आज। ल हाम्रो सो चाहिँ 9 बजेको छ। हामी चाहिँ वेटिङ गर्दैछौँ है। डेकोरेसन चाहिँ दामी रहेछ। यताबाट बसिरहेको। हेलो कति तलामा भेटाउनु भयो लिफ्ट? ल अहिले चाहिँ सबैजना आइसक्नु भएको छ फिल्म हेर्नको लागि। ल हाम्रो चाहिँ 9 बजेको सो हो।
अब चाहिँ हाम्रो जाँदै हामी चाहिँ अहिले छिरिसक्यौँ भित्र इन्ट्रानमा है त। एन्जिला मुभी खास चाहिँ उहाँकै लागि आज हामी हेर्न आएको होइन। म चाहिँ फुटबलको फ्यान भएर एकदम फुटबलको त्यसमाथि वुमेन महिला क्याप्टेन एन्जिला सुब्बाको फ्यान भएर टक्क आज चाहिँ उहाँको जीवन कहानीमा आधारित फिल्म हेर्नका लागि उहाँदेखि धाएर यो हाम्रो चाहिँ अब टाइम भएकै छैन, टाइम भएपछि हामी जान्छौँ है त। ल हामी चाहिँ अहिले प्रतीक्षामा छौँ, बाहिर बसिरहेको छौँ। फिल्म हाम्रो एकछिनमा सुरु हुन्छ अनि हामी चाहिँ हाम्रो पालो आएपछि भित्र छिर्छौँ है त। तिमीलाई कुन फिल्म हेर्न आएको तिमी? कुन फिल्म हेर्न आएको भन त? फिल्मको नामै बिर्स्यौ? एन्जिला। एन्जिला थर्क्यो। फिल्मको नामै एन्जिला हौ। एन्जिला तुम्बा पशुपा। एन्जिला मुभी कस्तो छ अरे? रौने खालको छ अरे? म त कस्तो यो क्यामेरा तेर्साएपछि बोल्नै आउँदैन लाजले। रौने खालको छ अरे। अब को रुनुहुन्छ अहिले फिल्म हेरेपछि हामी खिचिहाल्छौँ। हामी चाहिँ अब छिर्दैछौँ है फिल्म हलभित्र। हाम्रो यतैतिर हो, साइडतिरै हो। यहाँ कस्तो सिटमा परेर हामी? एकदम लग्जरी सिट। पैसा हामीले राम्रै तिरेको हो नि त। कुन सिट रे? भिआइपी सिट। जिगो हामी चाहिँ ल भिआइपी सिटमा बस्यौँ। भाउजू त्यहीँ बस्ने हो? भाउजू भेट्यो ल। पानीको बोतल देख्दै थाहा भइहाल्छ नि। जल सूत्र अरे फ्रम द बोतल अफ विराट गङ्गा। तपाईँ कहाँ बस्ने? यता बस्ने कि यता? ल म यता बस्छु नि, तपाईँ त्यता बस्नु। ल अहिले चाहिँ हामी फिल्म हलभित्र छिरिसकेका छौँ। फिल्म चाहिँ अब उता स्टार्ट हुन्छ एकछिनमा है। अहिले चाहिँ एडभर्टाइज दिइरहेछ। कस्तो हुँदैछ त फिल्महरू? न जिगु पनि खाऊ न, बुनलाई पनि हल्का देऊ त। रोका ल एकछिन ल, यहाँ हालिदिउँ। पक्रा यो ल हामी चाहिँ अहिले गरे 7वटा टिकट काटेको थियौँ। यहाँ मेरो भयो, यहाँ उसको, यहाँ जिगुको, यहाँ संरचनाको, यहाँ प्रभासको, यहाँ दाजुको, यहाँ भाउजूको। लग्जरी सिट होइन एकदम एकदम अलिकति पैसा तिरिसकेपछि यतिको चाहिँ हुनु पर्यो क्या? हुनु पर्यो ल यसरी। आज त्यो एन्जिला बनिन् जो हामीले देखिरहेका छौँ। स्वाधीनता बचाउन अटल पहाड चाहिँ गोल पोस्टमा उभिएकी। ल अहिले चाहिँ ट्याक्कै मध्यान्तर भयो है। फिल्म चाहिँ अहिलेसम्म अलि राम्रै हुँदैछ। नजिकबाट भगवानले देख्यो भने त भगवानै पागल मैदान अहिलेसम्मलाई राम्रो हुँदैछ। अहिले चाहिँ ठ्याक्कै मध्यान्तर भयो। मध्यान्तरमा चाहिँ अहिले ब्रेक दिइरहेछ। ब्रेक आइरहेछ अहिले चाहिँ ब्रेक टाइम। अझै एकदमै यहाँ निन्द्रा लाग्ला जस्तो भएर म चाहिँ सुत्न लागेको छु यहीँ है। आजको मेरो सुताइ चाहिँ यतै हुन्छ होला जस्तो छ। जिज्ञासा त यहाँ सुतिसकेँ। म चाहिँ निन्द्रा लाग्ला जस्तो हुँदैछ। म चाहिँ यत्तिकै सुत्यौँ कि जस्तो लाग्दैछ। एडभर्टाइज दिइरहेको छ चाहिँ द्रौपदी अरे। एडभर्टाइज कति दिएको? काट्न मिल्दैन त म काटिदिन्थेँ यार, स्किप गरिदिन्थेँ। एडभर्टाइज आएको आइ गर्दो रहेछ।
अहिलेसम्म फिल्म चाहिँ कस्तो लाग्दैछ त अहिलेसम्मको फिल्ममा तपाईँलाई फिल्म कस्तो लाग्दैछ त एकदम रमाइलो हो राम्रो छ राम्रो था निन्द्रा लागेको छैन अनि फिल्म कस्तो लाग्दैछ त फिल्म एकदम राम्रो रिगाटो चल्दैछ अरे म फिल्म नहेरेको मान्छे जिन्दगीमा हलमा रिङ्गटा चल्दो रहेछ Galawan ni. Kaठमाडौँ किन तेरो सपना म मान्नुपर्छ सल्लाह गर्नु पर्दैन यो घर हो धर्मशाला होइन जसले जे भन्यो त्यो गर्ने मेरो कान्छी सर्भिस जाति भनेर खुबै काँदा चढा थियो नि आज त काँदा चढेर टाउका मुक्ति भयो के चाहिँ मिल्दै लाग्यो ल हामी चाहिँ अब फिल्म हेरेर निस्किसक्यौँ फिल्म कस्तो लाग्यो तपाईँलाई फिल्म कस्तो लाग्यो राम्रो लाग्यो छोरीलाई कस्तो लाग्यो फिल्म कस्तो लाग्यो तपाईँलाई चाहिँ फिल्म त ठिकै हो सिट चाहिँ अलिक सिट डिलक्स सिट पऱ्यो नि त ल त्यतिको त हुनु पर्यो ल अहिले चाहिँ बेलुकाको ठ्याक्कै 11:30 बज्यो बाटो चाहिँ एकदमै सुनसान छ हामी चाहिँ भर्खर फिल्म सकेर हामी चाहिँ घरतिर जानेछौँ अहिले होइन अब